देखाउनु चाहिँ पऱ्यो क्या छेउमा यस्तो गर्नु पऱ्यो क्या यस्तो यस्तो चपस्टिकले खाँदैछौँ है भन्ने पिरो होला यो त पिरो छ थ्याङ्क यू गड खै त मासुको पिस नै छैन ल मासु हुन्न च्याउ हुन्छ होला यसमा ओह यस्तो तातै बाफाको चाहिँ खानु मजा आउँछ क्या थ्याङ्क यू गड डर लाग्यो कागती झन् कस्तो दामी फ्लेभर एउटा बुल्डा खाइसकेको है अघि अर्को चिज खै छोड्नु एकछिन पर्खिनु है मलाई एकदम डिस्टर्बेन्स नगरिकन है ल थ्याङ्क यू गड ल है खाम है यम्मी यम्मी है यसमा त खुर्सानी टोक्नु पनि पर्दैन किन टोक्ने नटोक्नु दिदी पेट पुल्ला एकछिनै म खान्छु है ल्याउनु त एकचोटि चपस्टिकले पनि ट्राई दिनु घाटा लगाएन त होस् पिरो अघि तपाईँले गिफ्ट भयो त्यस्तो चम्ला भन्नुभयो मैले फेरि लोभ देखाउन ब्याक क्यामेरा गरेर देखाउँछु भन्ने सोचेको थिएँ कि सोच्दै नसोच मैले यसले मलाई बोलाउनुलाई आइडिया लाग्यो होला गिफ्ट दिने भनेर मन पऱ्यो कि नाइ कलर त्यति भन्नु मेरो चोइस हो यो मन पर्यो यो मनपर्छ है तपाईँलाई त ब्ल्याक पनि मन पर्थ्यो है ब्ल्याक भन्दा नेभी ब्लू झन् अनि पिङ्क त मन पर्दैन है छोड्नु आँखामा लाग्ला है पिङ्क त राम्रो हुन्छ त बेसी छिटो मैला हुन्छ कि होइन होइन यस्तै राम्रो क्या हामी अलि धुन अल्छी लाग्नेहरूलाई ल हेर चपस्टिक खेलाएको मैले मिठो मिठो गफ चाहिँ खाऊँ न अनि जिपमा पछाडि चढेर गएको कस्तो भयो याद आएको छ क्या छैन दिदीलाई भन्नु पो सानो दिदी ए त्यो त भन्नु बाँकी नै छ त्यस्तो भन्नु पाउँदै पाएन रमाइलो कुरा त अरू के हो चपस्टिक सिक्न चाहिँ मन लागेको हौ एउटा दुइटा मात्रै आउँछ मेरो त्यहाँ ल त्यो पनि झर म त भक्का भक्स तपाईँले एकदम